हेलो गाइज के अरे वेलकम टु माई ब्लग अनि हामी चाहिँ बुढाबुढी डेटिङ गरेर आएको बुढा कामबाट भर्खर आज आएको अनि यस्तो डुलायो कि देउरालीबाट बजारदेखि सिधा कालीदेखि त घरतिर झरेको अवस्था। बुढाको चाहिँ कपाल काट्ने बेला भइसकेको रहेछ। यस्तो छ। यता चाहिँ आमामा यहाँ माथि हामी बुद्ध थान हाम्रो के भन्नु है मन्दिर हो के भन्छ राधाकृष्ण मन्दिर। बुद्ध थान भने चाहिँ कहाँ हो गाइस? यो चाहिँ हाम्रो घर रहेको छ। अनि यतापट्टितिर चाहिँ हेर्नु त देउराली सिटीबिटी अलि दिँदैछ। अनि यो चाहिँ हामी डेटिङ गरेर आएको। अब डेटिङ डुल्नु चाहिँ गयो। अब खाजा साजा चाहिँ घरमै पसिना निस्केको। यो बाटो त मलाई पहिला तपाईँले घर यहीँ रहेछ घरकै वरिपरि घुमायो मलाई थाहै भएन हौ। बाटो यस्तो रहेको छ। मलाई हेर कुन बाटो हिँडाएको मान्छेले म काम जाँदा यता नजिक हुन्छ भन्छ के नजिक हुन्छ यस्तो जङ्गल बाटो। चिन्ता नगर न बाइक लिएपछि म पुऱ्याइदिन्छु। के रे बाइक लिएपछि क्या मजा 10 मिनट नि लाग्दैन है। तर यहाँदेखि त म त पुऱ्याइदिन्छु हौ बाइक त। अनि अब बाइक साँच्ची कसले अहिले दाजु जेठा दाजुले बाबा त कुदाउन आए पो सिकेको भए बाबाहरूलाई यहाँ आउनुको लागि गाडी भाडै नचाहिने आमालाई बोकेर यहाँ ल्याइ पुऱ्याउनु हुन्थ्यो। अब मेरो बुढाले बाइक सिक्दैछ। बाइक चाहिँ बाबाको हो। बाबाले नि चलाउनुहुन्छ नि दाइले चलाउनुहुन्छ। सिकेपछि मैले हिँड्नै पर्दैन क्या गाइज। तर कहिले आउँछ त्यो दिन अटो भाडा नि पुरै माग्ने हुने। यो चाहिँ अब यताको मान्छेलाई चाहिँ थाहा भइहाल्छ कस्तो छ ठाउँ भन्ने। यो चाहिँ मेरो घोरेटार साइडको मेरो मान्छेहरूलाई यो भ्लग चाहिँ कस्तो रहेछ ठाउँ हेरिदिनु होला। पहिला अनि सल्नाले मलाई यहीँ पर्खो होइन अनि गएछ बिचरा म नआएपछि। चाहिँ फाइनली घर आइपुगिरहेको छौँ। सिलगढी पनि भ्लगमा देखाउनु त हाम्रो प्राइभेट मकैबारी यस्तो छाड्दा यस्तो बाक्लो छ कि आम्मामा। यता बरु फर्स्ट आएको छ नि कि उयो त सानो छ यी पहेँलो हुँदैछ। त्यहाँ त हेर्नु न मल नजल कालो न कालो। यो चाहिँ हाम्रो काकीको पसल। हेलो काकी पसलै बन्द। यो चाहिँ खेतबारी। फाइनली हामी हाम्रो घर आइपुगेको अवस्था। घर पनि पानीले बिजोक। त्यो दिउँसो त्यतिकै छोड्छ क्या सुकोस् भनेर। कुखुराहरू त छिर्दैन होस् न। दिदीले मेरो मम्मीलाई छोडिदिनु बत्ती बाल्नु त कोठा पनि फाइनली घर आइपुग्यो। अब रेस्ट गर्नु। जुत्ता चाहिँ यहीँ भित्र ल्याउनु पर्ने। ओके बाई बाई गाइज। बाई भन्नु त हामी खतरा बाई बाई। यहाँ हेरेर हौ बाई बाई। अल्छे मान्छेहरू यस्तै। यहाँबाट सिन चाहिँ यस्तो देखिन्छ है गाइज कोठादेखि। बिहान यस्तो आमा सिन हेर्नु है गाइज।